हेलो गुड मर्निङ एभ्रिवान, नमस्ते सबैजनालाई। आज चाहिँ हामी माइत घर जान आँटेको, मेरो माइत घर। पानी परेर हेर्नु न यस्तो भइरहेको छ। ल साथीहरू, म चाहिँ रेडी पनि भइसकेँ, कुर्ता लगाएँ। तिनीहरू गाडी भएकोमा आइपुगेँ। अब चाहिँ हामी हिँडेको यहाँबाट। यस्तो पानी पर्दैछ हेर्नु न साथीहरू। अब चाहिँ हामी हिँडेकै, कस्तो पानी पर्दैछ सबैले। पानी परेर बिजो भयो। यस्तो दिन अघि पर बजारमा चाहिँ पानी पर्दै थियो पुरै। यहाँ चाहिँ यस्तो पानी छैन रहेछ यहाँ घुममा चाहिँ। दामी झरेको माथि Monkey. कहाँ छ मङ्की? मङ्की इज द डङ्की। मङ्की यहाँबाट पनि पुरा आउनु थालेछ यो जङ्गलमा पनि। यहाँ त यस्तो दामी घाम लागिरहेको छ। अघि बजारमा चाहिँ पानी परेर यहाँ चाहिँ हेर्नु न घाम कस्तो दामी लागिरहेको रहेछ। यता चाहिँ कति पनि वेदरहरू कस्तो चेन्ज छ है। यहाँतिर मङ्कीहरू आउनु थालेछ है। आमामा ऊ गाडीभरि बसिरहेको रहेछ। भयो हाम्रो मारिपुङको जङ्गलै। मारिपुङ आइपुग्न आँट्यो हामी। अब यस्तो दामी देखिरहेको छ। वाउ, यस्तो राम्रो दिन भएको यहाँ चाहिँ है। चितुवा निक्लेको थियो होइन? यहीँ निक्लेको थियो साथीहरू। पहिला यहीँ जङ्गलमै निक्लेको थियो चितुवा। हामी चाहिँ यहाँ मारिबुङको त्यहाँ बिचको जङ्गलमा आइपुग्यौँ होइन। यस्तो राम्रो घाम लागिरहेको छ है यहाँ चाहिँ साथीहरू। अघि माथि बजारमा चाहिँ पानी परेर यहाँ चाहिँ यस्तो राम्रो दिन भइरहेको छ घाम लागेर है। एकछिन यहाँ थाक्यो अरे कि, अन्त एकछिन रेस्ट गर्ने अरे ऊ सुनिल दा। सुनिल दा हेर त यता, हेलो गरिदेऊ न। पैसा तिर्नुपर्छ। कस्तो राम्रो देखेको यहाँबाट हेर्नु न साथीहरू। तल देख्दै गरेको चाहिँ मारिबुङ यो चाहिँ। लु जाउँ होइन, पानी खान्छु म पनि, तिर्खा लाग्यो। यहाँ चाहिँ रहेछ मारिबुङको मन्दिर। अब थाहा भएन त्यो मन्दिरको नाम चाहिँ के हो। ल है साथीहरू, यो चाहिँ भयो मारिबुङ। मारिबुङ आइपुग्यो हामी। मारिबुङमा आज त हाट लाग्छ होला होइन यहाँ? कि शनिबार पो लाग्छ? ए आज लाग्छ। त्यस्तो लाग्छ। हाट लाग्दो रहेछ आज। अर्ग्यानिक सब्जीहरू छ। दार्जिलिङ जग्गा जाउँ न माथि। दार्जिलिङ चाहिँ ऊ माथि छ। अघि लागिरहेको आई लभ तुनसुङ। तुनसुङ भनेर तुङसुङ होइन, चुङटुङ। हामी चाहिँ सल्लाहबारी आइपुग्नु अरे। अब तपाईँहरूले चाहिँ भिडियो चाहिँ स्किप नगरी हेरिदिनु होला। सल्लाहबारी आइपुगेँ। सल्लाहबारी चाहिँ सल्लाहबारी अनि त डाँट दिनु पर्ला है। कुखुरा किल्छ। सल्लाहबारी लु रोक्नु त नि अङ्कलको घरमा।
राम्रो चुला हौ आन्टीको के जाने त्यो चुला चिटिक्क परेको रहेछ एक राम्रो छ हात्ती चाहिँ बाटो बनाएको अहिले चाहिँ पुरै साथी भाइहरू मेरो माइत गाउँ आइपुगे मेरो गाउँ माइत गाउँको बाटो चाहिँ यस्तो चाहिँ यस्तो दामी छ है साथीहरू मेरो माइत घर आइपुग्न आँटे यहाँ त चलाउँदैछ सुनिलले गाडी एसीले पनि काम गरेन कस्तो गरम रहेछ है साथीहरू कस्तो गरम पहिला हामी नै पत्ती टिप्न आउँथ्यौँ बिहान नभन्दा देखेको चाहिँ यो चाहिँ रेलिङहरू हावाले लडाएछ ए यहाँ त लडाइदिएछ नि हावा गर्दा सधैँ बस्ने हामी बस्ने जग्गा भत्काइदिएछ हावाले अब गाडी चाहिँ यहाँ राखेर हिँडेर जानुपर्छ ओह्रालो गाडी चाहिँ पुग्दैन नि त घरसम्म यहाँ त छ दिवस भाइ ल सामान निकाल्नुपर्छ तिक्रे यसको स्कुटीको बोकेर लाँदैछ त्यसले स्ट्यान्ड त्यो पनि ल्याइदिएको नि त आज तिक्रेको ल साथीभाइहरू मेरो माइतको बाटो चाहिँ यस्तो छ है गाउँघरको बाटो यता हेर त सुनिल त कस्तो लाग्दैछ तिमीलाई आज ससुराली झरेकोमा बोकेर हो साथीभाइहरू कुल्ली पो लाग्यो अरे हौ सालोको स्ट्यान्ड बोकेर हिँड्दैछ नि त कता जानु रोटे रोड जाने कि रोटे रोड हिँड्नु न रोटे रोड हिँड्नु न रोड हेर न यो चाहिँ हो है रोटी बर्खामा त्यस्तै हुन्छ बाइक त तल घरसम्म नै जान्छ कि तर अहिले बर्खामा त बाटो यस्तो हुन्छ नि त पानीले गर्दा त्यही कारण चाहिँ हामी हिँडेर जानुपर्छ के भनेको अबि यस्तो झ्यारमा उयो हुन्छ नि स्लिप हुँदैन यस्तो घाँसमा यस्तो चाहिँ मेरो गाउँको बाटो चाहिँ साथीहरू गरमले हेर्नु न यस्तो गालाम रातो रातो भइरहेको रहेछ मेरो होइन सुन्नु त तिमीलाई यो मेरो माइत गाउँको बाटो कस्तो लाग्यो बकवास बकवास लाग्यो अरे साथीभाइहरू बिहा गर्ने बेलामा चाहिँ गरे अहिले चाहिँ बाटो बकवास लाग्यो अरे बकवास लाग्यो अरे बकवास हेर्नु त यस्तो दामी जग्गा छ है यता हेऱ्यो जङ्गल जङ्गल यता हेऱ्यो जङ्गल बिचमा बाटो आज त मलाई त घामले गर्दाखेरि होला गोरी गोरी देखिरहेको छ त त्योहरू हेर्नु न यहाँ पुरा रहेछ हौ पानी अमला माइ गड खै एउटा पनि निक्लेन क्या हौ एउटा निक्लेछ कति रहेछ बोट अहिले आउँदाखेरि उयो गर्नुपर्छ हौ अहिले लु है यो चाहिँ मेरो माइत घर आइपुग्यौँ है यहाँ त छ पापा करेला हेर्नु न यस्तो दामी फलिरहेको रहेछ बुहारीले रोपेको यो करेला चाहिँ वा दामी दामी यो चाहिँ पापा अन्त मेरो भदै हेलो बेबी हेलो गरिदेऊ न हेलो जुवा गरिदेऊ जुवा सेवारो गरौँ न सेवारो गर्नु लाउनु त पापा सेवारो सेवारो गरिदेऊ त सेवारो यहाँ त छ है मेरो माइत घर हेर्नु न करेला यस्तो दामी फलिरहेको छ यहाँ प्लान्टहरू हेरिहाल्नुहोस् है साथीहरू
प्लान्ट मलाई यो चाहिँ साह्रै मनपर्छ चाहिँ बुहारी र भाइले रोपेको अनि यो चाहिँ के दामी के भन्छ यो प्लान्टै दिवस यस्तो प्लान्ट रोप्नेहरूलाई पनि थाहा छैन अरे हौ साथीहरू अनि यो पहाडी देख्दा चाहिँ रेलिङ है रेलिङ बस्ती ल साथीभाइहरू हामी चाहिँ खाना पनि खान आँटेको खानामा चिकन रहेछ तिते रहेछ यो तिते अर्को के भन्छ यो पहाडी कुखुरा डल्ले छ नि यहाँ चाहिँ भाइले उयो बनाउँदै रहेछ सुँगुरको खोर अरे हो यहाँ चाहिँ मेरो घरको यहाँ चाहिँ सुँगुर रहेछ कमान बस्तीको अब यस्तै हुन्छ जग्गाहरू त्यो रहेछ यो फर्सी यहाँ चाहिँ यस्तो चुला यो चुलामा चाहिँ पोलेको मासु मजा आउँछ है पोलेर खानु तिक्रे अच्छा हामी माइली बुलाई भेट्नु गएको फेरि नभेट्नु गयो भने रिसाउँछ माइली होइन नु ल हाँसिदेऊ न हौ सेवारो गरिदेऊ त सेवारो गर्नु न सेवारो ऊ चाहिँ हो मेरो भदाई भयो यहाँ चाहिँ भयो माइली फुपूको घर हाम्रो माइली फुपूको घर अब घरमा पनि छ कि छैन माइली फुपू ए रहेछ यहाँ सुतिरहेको रहेछ ऊ ल जाऊ छिटो फुपू भनिदेऊ न यहाँ चाहिँ छ माइली फुपू माइली फुपू यता फर्क त आई लभ यु भनिदिनु त आई लभ यु त्यसले गर्दा बडी छेउ पार्नु भयो त अन्त खै ए आउँदैछ करेला टिभी दिँदैछ हामीलाई बुहारीले यहाँ तिक्रेर चाहिँ तिक्रे यस्तो दामी भइरहेको छ उयो दामी भइरहेको छ करेला यहाँ चाहिँ हो हाम्रो बुहारी नमस्ते ठिकै छ त अन्त त्यो फ्यान चलाएको त नानी त रुक्को गरे त साथीहरू अब चाहिँ हामी फर्केको घर ल हिँड्नु साह्रो पऱ्यो हिँड्नु सुनिल दा यहाँबाट अब माथिसम्म हिँडेर जानु भएछ ल साथी घरबाट यहाँ गाडी आइपुग्यौँ गाडीसम्म अब चाहिँ यहाँबाट कुदाएर लानुपर्ने हो माइतबाट अब घर फर्केको हामी चाहिँ कस्तो साह्रो पऱ्यो तलबाट गाडीसम्म आइपुग्नु माइ गड कस्तो गरम साथीहरू फोटोहरू पनि खिचिसक्यौँ अब चाहिँ हिँडेको यहाँबाट यस्तो गरम छ के गर्नुपर्ने आज माथि आइपुग्दै गयो शीतल हुँदै जान्छ साथीहरू त्यहाँ मजा आयो शीतल हावा मलाई यो बाटो त साह्रै मनपर्छ यो जङ्गलको है यो मारुबुङ माथि जङ्गलको बाटो यो चाहिँ टोय ट्रेन दार्जिलिङको
साथी बतासे आइपुग्यौँ। बतासेको सानो र सुत्नलाई अब रेडी छौँ भन्दै छ। गए साथीहरू हामी चाहिँ माइतबाट पनि आइसक्यौँ घर। मैले के कसरी ल्याएँ भनेर तपाईँहरूलाई पनि देखाउने छु। ल है साथीभाइहरू, तल माइतबाट ल्याएँ मैले फर्सीको मुन्टा, इस्कुसको मुन्टा, यहाँ लाली साग रहेछ। लाली साग जस्तै लाग्यो हेरौँ। लाली साग, यहाँ चाहिँ घरमै भएको करेला अर्ग्यानिक करेला। डल्ले खोर्सानी पनि छ है। यहाँ छ चियापत्ती ल्याएँ। अनि यहाँ चाहिँ छ डल्ले खोर्सानी, घरमै भएको डल्ले खोर्सानी फलेको करेला। आजको भ्लग चाहिँ यतिमै एन्ड गर्छु। तपाईँलाई कस्तो लाग्यो लाइक शेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला। बाई बाई। सुनिल दा बाई गरिदेऊ। सुनिल दा बाई गरिदेऊ न। ओके बाई बाई।